जुन यो ग्रेट फिल्मका लागि यहाँ उपस्थित हुनुभएका यो टुरिस्ट सरस्वती क्रिएसनका मनोज सर लगायतका सम्पूर्ण टिम मेम्बरज्यूहरू, आज यो कार्यक्रममा यहाँ उपस्थित हुनुभएका महाशिला गाउँपालिका वार्ड नम्बर 4 र 5 का वडा अध्यक्षज्यूहरू र आज यो ग्रेट फिल्म सुटिङको सन्दर्भमा यहाँ उपस्थित हुनुभएका यो समितिका सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरू, विभिन्न क्षेत्रबाट सामाजिक योगदान गर्ने र कलाकारिता क्षेत्रमा रहनुभएका सम्पूर्ण आदरणीय बुवा दाजुभाइ दिदीबहिनीहरू, म महाशिला गाउँपालिकाको संस्थापक अध्यक्षको तर्फबाट र यो महाशिला यो क्षेत्र विकास समितिको तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। आज हामी धेरै खुसी छौँ जुन ग्रेट फिल्मको सुरुवात यो महाशिला शिला क्षेत्रबाट भएको छ र महाशिला यो शिला क्षेत्रको जुन एउटा ऐतिहासिकता है पूर्व साथीहरूले पनि भन्नुभएको छ। महाशिला यो शिला आफैमा यो विश्वमा र एसियामा पनि यो ठुलो शिला हो। करिब यसको क्षेत्रफल 1 बिघामा चाहिँ यो शिला रहेको छ र सम्भवतः यसरी एउटा शिला विशाल रूपमा यो 108 फिट यो अग्लो शिला छ र यो हिसाबले पनि यो शिलाको आफ्नै महत्त्व छ। र महाशिलाको शिला जो हामीले शिव रूप मानेर सदियौँदेखि महाशिलाको यो शिला क्षेत्रमा शिवको रूप मानेर यो शिलालाई हामीले चाहिँ शिव रूपको रूपमा पूजा गर्दै आएका थियौँ र हामीले चाहिँ यसलाई तपाईहरुले हेर्नुभयो भने शिलाको स्वरूपलाई यसलाई नन्दी स्वरूपमा पनि हामी देख्न सक्छौँ। यहाँहरूले टाढाबाट हेर्दाखेरि यहाँ नजिकबाट यहीँबाट पनि यो सबै शिलाको चारैतर्फबाट सबै पिक्चर हामीले चाहिँ तस्बिर लिन सक्दैनौँ। त्यसो हुनाले धेरै विशाल एउटा नन्दीको रूपमा यो शिलालाई लिन सकिन्छ। र त्यस्तै यसको ऐतिहासिकताको सन्दर्भमा हामीले हेर्यो भने महादेव पति पाऊँ भनेर पार्वतीले पाङमा जुन तपस्या गर्नुभयो, यहाँहरूलाई त्यहाँको ऐतिहासिकता पनि थाहा छ। र विशाल स्वरूपमा शिवले यहाँ पार्वतीलाई विशाल स्वरूपमा चाहिँ उहाँले दर्शन दिएको र कैलाश लिएर गएको भन्ने चाहिँ यसको किंवदन्ती छ। र त्यो कारणले पनि हामी यो यत्रो शिला संसारमै यसरी देखिया छैन। धेरै साथीभाइहरू बाहिरबाट आउँदा पनि यहाँ लालायित हुनुहुन्छ। अर्को हामीले ऐतिहासिकताको कुरा गर्दाखेरि 231 वर्ष पहिला भारतको गुजरातबाट स्वामीनारायण जो नीलकण्ठ वर्णी भनेर चाहिँ उहाँलाई एक हिसाबले शिवकै रूपको रूपमा चाहिँ मान्ने चलन छ। र उहाँ मुक्तिनाथ गएर उहाँलाई नीलकण्ठ वर्णी भन्ने भइसकेपछि उहाँ भारतको गुजरातबाट बुटोल हुँदै यो ठाउँमा आएर जुन यहाँहरूले देख्न सक्नुहुन्छ यो माथि स्वामीनारायणले तपस्या गरेको ठाउँ छ। र 231 वर्ष पहिला उहाँ 11 वर्षको उमेरमा यहाँ आएर उहाँले 3 दिन 3 रात यहाँ तपस्या गर्नुभएको र त्यो चाहिँ तपस्या यहाँ गरेर यहाँबाट उहाँ मोदिबिनी गएको र गोपाल योगीसँग अष्टयोग सिक्नुभन्दा पहिला यहाँ उहाँ आएर तपस्या गरेको चाहिँ अवस्था प्रमाणमा उहाँहरूको गुजराती किताबमा त्यो भेटियो। यहाँ अनुसन्धान स्वामीनारायणका अनुयायीहरू यहाँ आएर अनुसन्धान गर्नुभयो, अहिले पनि अनुसन्धान गरेर अगाडि बढ्नु भएको छ। र अस्ति पनि यहाँ उहाँहरू धेरै पटक आइसक्नु भएको छ र हामीले चाहिँ यो क्षेत्रलाई एउटा शिव स्वरूपमा मानेका छौँ। र यहाँ जुन शक्ति छ उहाँहरू आफैले आएर अस्ति पनि बसेर यहाँ अनुसन्धान गर्नुभयो। यहाँ शिवको शक्ति छ, यहाँ विष्णुको शक्ति छ,
यहाँ गणेशको शक्ति छ, यहाँ हनुमानको शक्ति छ। र उहाँहरूले के भन्नुभयो भन्दा यसको गर्भगृहबाट चाहिँ सेती चाहिँ नदी बग्नु भएको छ। त्यसो हुनाले यो पवित्र ठाउँ हो र हामीले सेतीबिनी भनेर तल भन्ने कारण थियो, तर उहाँहरूले आफैले आएर हामीले कसैले केही भनेका थिएनौँ। तर गुजरातबाट आएको स्वामी भगवत भन्ने उहाँले चाहिँ रातभरि यहाँ अस्ति आएर तपस्या गरिसकेपछि उहाँहरूले हामीलाई यो दीक्षा दियो यो ठाउँले। र यो चाहिँ शक्तिको एउटा पीठ यो हो र तपाईँहरूलाई चाहिँ हामीले तपाईँहरूको साथमा छौँ भन्ने कुरा उहाँहरूले राख्नुभएको छ। यो हिसाबले पनि महाशिलाको यो शिलाक्षेत्र यो नेपाल सरकारको 100 गन्तव्य हुँदै गर्दा पनि यो एउटा तीर्थ, यो कसैले पनि छुटाउन नहुने तीर्थको रूपमा आज रहेको छ। र हामीले यहाँ यो महाशिलाको शिलाक्षेत्रमा जुन 108 धारा निर्माणाधीन छ, यस्तै हामीले यहाँ जुन यो वरिपरि घुम्ने परिक्रमा पथ छ, हामीले अहिले भर्खरै यो जुन आवासका लागि आश्रम हामीले निर्माण गरेका छौँ। र यो जुन सबै कुराहरू हामीसँग केही पनि थिएन। हिजो हेर्नुहोस्, पालिकाको जुन नामाकरण भयो, यो गाउँपालिकाको नाम पनि महाशिला हो र यहाँ केही पनि नभएको यो सबै चिज तपाईँहरूले जुन आज तपाईँहरूको मनोज सरलाई मैले धन्यवाद पनि दिन चाहन्छु। यो उहाँले नै मलाई 1-1.5 महिना अगाडि भन्नुभएको थियो, जति कुरा हामीले सङ्कल्प गरेका छौँ त्यो आफै पुरा भएको छ। हेर्नुहोस्, हामीले यहाँ 1 रुपियाँ कसैसँग मागेर यसो गर्नु पर्ने पनि अवस्था आएको छैन। त्यसो भएर तपाईँहरूको यो ग्रेट भन्ने फिल्म पनि यो राम्रोसँग चल्नेछ। यो फिल्म तपाईँहरूले प्रचार पनि हुनेछ र म यहाँहरू यो टिम सबैलाई धन्यवाद पनि भन्न चाहन्छु। र यहाँहरूले जुन यो ठाउँलाई यो सुरुवातको लागि, ग्रेट फिल्मको सुरुवातको लागि जुन यो ठाउँ यहाँहरूले चयन गर्नुभयो, म यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। र स्थानीय दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँहरू सबैलाई धन्यवाद भन्दै यहाँहरूलाई स्वागत गर्दै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।